भन्ने हामीले एउटा ज्वलन्त उदाहरण व्यक्त गरेका छौँ। त्यहाँ विदेशमा राम्रो सफल भयो मलाई हामीले सफल व्यवसायी भन्न चाहन्छु र त्यो कुरा पनि गर्न चाहन्छु र यसै कार्यक्रमलाई अगाडि थोरै साथीहरूले हामी यो चाहिँ एकदमै इम्पोर्टेन्ट छ। सेक पनि छ, चिकन पनि छ, अरू पनि छ, सुक्रियन छ। कोही आउँदै छैन हेर, तिमीलाई पर अङ्कलले पछि बिस्तारी आयो भइहाल्छ नि। यो पछि यो खानु पाइँदैन आयो वर्षको अनुभव छ उहाँ सफल व्यवसायी भन्न चाहन्छु र त्यो सँगसँगै समाजी भन्न चाहन्छु किनभने हरेक समाज भएकामा केन्द्रीय अध्यक्षज्यू लगायत पङ्गुबाट सहप्रायोजक सबैलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। अनि हाम्रो चाहिँ पा भन्छ नारेपा थोरै साथीहरूले गऱ्यौँ। हामी यो चाहिँ एकदमै इम्पोर्टेन्ट चाहिँ पहिलादेखि हामीले त्यो पनि चढाउँछौँ, पितृहरू चढाउँछौँ र त्यो नारेपाको पनि हामी साथीहरू ग्रहण गरेर हामी सारहरू एकदम बनाउँछौँ र अनि आफन्तहरू दिदीबहिनीहरू छोरीहरू हामी चाहिँ मिठो जाने गर्छौँ र अनि मिठो जाने बाँडेर खान्छौँ। केही ठाउँमा चाहिँ होला जस्तो छ अनि त्यसपछि चाहिँ ह्याप्पी सामान्य नागरिक भन्दा जस्तै एउटा सामान्य नागरिक चाह्यो भने के मात्रै बोल्न सक्दैन भन्ने स्वार्थी व्यक्ति मात्र चाहिँ तपाईँ देश बनाउनुहोस्। पैसा 700 टिकटको त महँगो छ नि। ए 600 मात्र बेसी भयो। 600 दिन
यो ठाउँमा यो मञ्चमा एउटा सपनादेखि एउटा सानो भाइ आएर हजुरमा यसरी बोल्नु पाउँदाखेरि एउटा आफूलाई पनि एकदमै गर्वको महसुस भएको छ। हाम्रो समाजको नाम, हामी नेपालीको नाम देश तथा विदेशमा राम्रो सफल भयौँ भने हामीले सबैले परिवर्तन गर्न सक्छौँ भनेर छ र सम्पूर्ण युवाले चाह्यो भने देश परिवर्तन हुन सक्छ। हामीले एउटा ज्वलन्त उदाहरण व्यक्त उहाँलाई जोरदार ताली बजाएर सम्मान गरौँ र आसन गरेको लागि म हार्दिक चाहन्छु। र यसै कार्यक्रममा म औपचारिक कार्यक्रमलाई छिटो देव प्रसाद गुरुङज्यूलाई आफ्नो शुभकामना मन्तव्य राखिदिनु हुनका लागि म हार्दिक आग्रह गर्न चाहन्छु। दाइ स्टेज उक्लिने बित्तिकै मैले मञ्चमा भइरहेको छ र गुरुङहरूको परिवर्तन, यो परिवर्तनसँग त्यहाँ प्रकृतिका परम्परा र मूल्य मान्य बिचबाट सुरु भएको चाहिँ यो वर्ग परिवर्तन पर्यो आदि विविध प्रकारको प्रक्रियाको क्रममा घोडाको अत्यन्तै महत्त्व देखे। यस कारणले गर्दाखेरि आफ्नो सुख त्यसको लागि आयोजन मित्रहरूप्रति हार्दिक आभार प्रकट गर्दै आफ्ना शुभकामना गान्धीले गरे